ल आज चाहिँ हामी जाँदैछौँ पिकनिकको लागि खड्गवार भन्ने ठाउँमा जुन चाहिँ चप्पलगढीदेखि भित्र रहेको छ। यहाँ चाहिँ हाम्रो स्कुलका चाहिँ सानो क्लासको स्टुडेन्टहरू छन्। बाटोमा यसरी रमाइलो गर्दा गर्दै हामी चाहिँ फाइनली खड्गवार ठाउँ चाहिँ पुग्यौँ। यहाँ चाहिँ यस्तो रहेको छ, मान्छेहरू धेरै छन्, भिडभाड नै छ। त्यसपछि अब सामान ओसार्ने काम भइरह्यो यहाँ, अनि त्यसपछि बिस्तारै सामान ओसार्दै मैले यहाँनिर एउटा राम्रो खोला पनि देखेँ, एकदमै सुन्दर थियो। अनि यहाँ चाहिँ केटाकेटीहरू चाहिँ अलिअलि रमाइलो गर्दै थिए फोटो खिच्ने ठाउँमा। अनि यहाँ चाहिँ म्यामहरूको एकदमै मेहनत भइरहेको छ खाना पकाउनको लागि। सगुन नाचे खैले नाच हजुर हो। अब चाहिँ हामी यहाँ हात्ती हेर्न जाँदैछौँ। हात्ती पनि देखाउँछु मैले। ल आयो, यही हो हात्ती भाइ। यो भ्लग पनि लाइक कमेन्ट गरौँ। टाटा बाई बाई।